अभक्तास्तश्च विज्ञाय न ददौ स कथामृतम। यदि हृदयमा भगवान प्रति भक्ति छैन भने तिनलाई कथा नसुनाउनु अरे। ईश्वर प्रतिको भक्ति चाहिन्छ अरे। अनि म यति दिन्छु कथा सुनाइदिनु न भन्दा त व्यापार होइन अरे। आज यहाँ त्यही भन्नुहुन्छ। अभक्तांस्तांश्च विज्ञाय न ददौ, नदिनु तिनलाई भागवत स कथामृतम। भागवतको तुलनै हुन सक्दैन। जसले म मुक्ति दिन्छु भन्छ त कुनै द्रव्यमा आउने वस्तु होइन मुक्ति। म करोडौँको ढेरा लगाइदिन्छु कसैले मुक्ति दिन्छ भन्दा सकिन्छ त? सकिँदैन। किनभने त्यसको र त्यसको तुलना हुँदैन अरे। तुलना त बराबरको हुन्छ। र आज यहाँ त्यही भन्नुहुन्छ, म यी देवताहरूलाई यो कथा दिन सक्दिनँ। यदि इच्छा गर्थे सुन्छु भन्थे भने चुप्प लागेर आएर एउटा कुनामा बसेका थिए भने भक्त भएर म सुनाइदिन्थे। तर पहिल्यै आएर सुनको मुकुट लगाएर सबैका बिचमा अगाडि आएर अमृतको घडा दिए, यो कथा बन्द गर्नुहोस्, अब म अमृत दिन्छु, मलाई चाहिँ सुनाउनुहोस्। त्यसो पो भन्छन्, म यस्तो दिन्छु, मलाई चाहिँ सुनाउनुहोस्। यिनीहरू भक्त होइनन्। यी भक्त होइनन्। सुधा कुम्भम अमृतको घमण्ड छ र म यो कथा दिन्न भनेर कथा भन्न बन्द गरिदिनुहुन्छ। देवताहरू त्यहाँबाट जान्छन्, ब्रह्माजीबाट जान्छन्। यो भागवतको के छ त कारण, के छ त भनेर भन्दा अन्तिममा देख्छन् परीक्षितलाई ऋषिको श्राप हुँदाखेरि पनि ती परीक्षित सबै लोक भ्रमण गर्दै भागवत सुनेर उनी वैकुण्ठ गएको देख्छन्। छक्क पर्छन्। ओहो। अनि ब्रह्माजीले भन्नुहुन्छ, सत्यलोक तुलाम बद्वा तोलयात् सा धनान्यदः। उनीले लेखेका जति पनि वेद पुराण उपनिषद सदग्रन्थहरू एकतिर राख्नुहुन्छ, भागवतलाई अर्कातिर राखेर हेर्दा भागवतको पल्ला जुन हुन्छ त्यो त धेरै भारी रहेछ अरे। 7 दिनसम्म भागवत सुन्ने निरन्तर श्रद्धालु भक्तका हृदयमा भक्तिको बिउ उम्रिन्छ अरे। सानो गर्दै गर्दै त्यो बिउ रुख हुन्छ अनि त्यसमा लागेको फल बडा मिठो हुन्छ यो जीवनमा। भागवतको 7 दिनले त केवल हामीहरूका हृदयमा एउटा सानो बिरुवा मात्रै उम्रिन्छ। त्यही पनि पञ्चम दिन चतुर्थ दिनमा त नि शङ्काका यति बिउ उम्रिन्छन् अरे, यति बिउ उम्रिन्छन् अरे, त्यो बिउलाई त्यहाँ टिक्नै दिँदैनन् अरे। हरेक प्रकारका शङ्का आउँछन् अरे। 4 दिन 5 दिन निरन्तर सुन्दै गएपछि उसले यसो किन गर्यो, विविध प्रकारका कुरा जानिन्छ। देवताहरूले किन यसो गरे, तो बलि पनि त भक्त थियो, भगवान किन त्यहाँ चाहिँ माग्ने भएर जानुभयो, हरेक प्रकारका प्रश्न हुन्छन् अरे। भगवान श्री कृष्णले रास किन रचाउनु भयो, के हो कुरो जान्ने जिज्ञासा बढ्छ अरे। भिद्यन्ते हृदय ग्रन्थि, हृदयमा गाँठा हुन्छन् अरे, गाँठा पर्छन् अरे। म भागवत नसुनु कि क्या हो, भएन होला, के भएन, के पुगेन, त्यस्तो विविध प्रकारका भावना जाग्न थाल्छन् अरे। तर भागवतको निरन्तर सेवनले छिद्यन्ते सर्वसंश्रया, छिद्यन्ते भनेको ती गाँठा छिन्दै जान्छन्, एक एक गर्दै खुस्किन्छन्। सुन्दै जानु पर्छन् अरु निरन्तर। र यस्ता प्रकारले यहाँ ब्रह्माजीले तोला लिएर जोख्नुहुन्छ, मान्छेको मनका विचारहरू जोख्नुहुन्छ, भागवतको कथाको प्रभाव जोख्नुहुन्छ। भरे पछि भागवतले सबै थोकलाई जितेर माथिल्लो श्रेणीमा भागवत जान्छ। त्यही भएर अनि ब्रह्माजीले आफै भन्नुभयो, तेनेयम वाङ्मयी मूर्ति प्रत्यक्षा वर्तते हरि। भागवत महापुराण जहाँ सप्ताह विधिले चल्दछ त्यहाँ हरि स्वयं आएर बस्नु हुँदो रहेछ भनेर ब्रह्माजीले भन्नुहुन्छ। नभए यस्तो हुन सक्दैन।
हरि स्वयं आएर त्यहाँ विराजमान हुनुहुन्छ अनि मात्रै यो सबै थोक सम्भव हुँदो रहेछ भनेर ब्रह्माजीले आज सत्यलोके तुलाम बद्ध्वा तोलयात् साधनान्यजः लघु नन्यानि जातानि गौरवेण इदं महत् आज भागवत महापुराणको धेरै महिमा गर्नुहुन्छ अनि ती ऋषि मुनिहरू आज यहाँ फेरि सोध्नुहुन्छ यति दिव्य भागवत महापुराण यो कलिजुगमा कसरी आयो भनेर सोद्धा यहाँ एउटा सुन्दर वृत्तान्त छ भक्तवृन्द। कति राम्रो एउटा वृत्तान्त वर्णन छ। बद्रिकाश्रम भन्ने ठाउँ जान्नुहुन्छ जहाँ नरनारायण भगवान तपस्या गर्दै हुनुहुन्छ। बद्रिकाश्रम जहाँ ब्रह्म कपाली भनिन्छ तो बद्रिकाश्रम क्षेत्रको महिमाको वर्णन हुन्छ। बोलिए बद्रिकाश्रम धाम की जय हो। एमा त अलिक जोडले भन्नु न, बद्रिकाश्रम धाम की। हेर्नु त मैले भनेपछि चाहिँ फेरि भनिदिनुहुन्छ किन? भक्तवत्सल भगवान की। आउनु एउटा भजन सुनौ अनि त्यसपछि फेरि हामी अरु अध्यायहरुमा प्रवेश गर्छौं। श्याम सुंदर भगवान की। रुपये मोहनी हातमा बंसी सिरमा मुकुट कति सुहाउने। हे बंसी बजाउने हो कृष्ण बंसी बजाउने, बंसी बजाउने हो कृष्ण बंसी बजाउने। गोपिनीलाई सत्वरा की रास रचाउने, गोपिनीलाई सत्वरा की रास रचाउने। रूपै मोहनी हो कृष्ण रूपै मोहनी, रूपै मोहनी हो कृष्ण रूपै मोहनी। आत्मवंशी सिरमा मुकुट कति सुहाउने, आत्मवंशी सिरमा मुकुट कति सुहाउने।
हातको माखन सधैँ खाउँला, चाह गर्ने गोपिनीको पेटै मारौँला। म त तिम्रो हातको माखन सधैँ खाउँला, चाह गर्ने गोपिनीको पेटै मारौँला। कृष्णकाले हाम्रो पनि माखन खाइदिनु, मधुर मधुर बन्सी बजाई मोहित पारिदिनु। बन्सी बजाउने हो कृष्ण बन्सी बजाउने, बन्सी बजाउने हो कृष्ण बन्सी बजाउने। गोपिनीलाई साथमा राखी रस रचाउने हो, गोपिनीलाई साथमा राखी रस रचाउने। रूपै मोहनी हो कृष्ण रूपै मोहनी, रूपै मोहनी हो कृष्ण रूपै मोहनी। हातमा बन्सी शिरमा मुकुट कति सुहाउने, हातमा बन्सी शिरमा मुकुट कति सुहाउने। बन्सी बजाउने हो कृष्ण बन्सी बजाउने, बन्सी बजाउने हो कृष्ण बन्सी बजाउने। गोपिनीलाई साथमा राखी रस रचाउने, गोपिनीलाई साथमा राखी रस रचाउने। गोपिनीलाई साथमा राखी रस रचाउने, गोपिनीलाई साथमा राखी रस रचाउने। गोपिनीलाई साथमा राखी रस रचाउने, गोपिनीलाई साथमा राखी रस रचाउने। गोपिनीलाई साथमा राखी रस रचाउने, गोपिनीलाई साथमा राखी रस रचाउने। गोपिनीलाई साथमा राखी रस रचाउने, गोपिनीलाई साथमा राखी रस रचाउने, गोपिनीलाई साथमा राखी रस रचाउने। कृष्ण कन्हैया लाल की। भक्तवत्सल भगवान की। र आज यहाँ नैमिषारण्य नाम गरेको क्षेत्र